कोदोको बिस्कुटको लागि चाहिँ स्थानीय किसानबाट चाहिँ खरिद गरेर कोदो खरिद गरेर ल्याएर र यसलाई चाहिँ मुसेर बिस्कुटको पोर्सनमा लगेर चाहिँ हाम्रो हैन यो कोदोको बिस्कुट पकाउनको लागि अनि बेकरी जन्य पदार्थ पकाउनको लागि बेकरी तथा केक पकाउनको लागि चाहिँ हाम्रो चाहिँ ओभन हो यो यसै भित्र हालेर चाहिँ बेक गरिन्छ हाम्रो यो चाहिँ हाम्रो बेक भइसकेपछि चाहिँ मार्केटमा लानको लागि पूर्ण रूपमा तयार भइसकेको कोदोको बिस्कुट अहिले चाहिँ हामीले अलिकति प्याकेजिङमा कमी कमजोरी भएको छ मलाई आशा छ आगामी आउने नयाँ वर्षमा चाहिँ हाम्रो प्याकेज अनि लेबलहरू आदि इत्यादि सबै कुराहरू अझ राम्रो अझ पर्फेक्ट तरिकाले चाहिँ अगाडि बढ्नेछ भन्ने आशा